Hello and welcome to Football Talk मा आर्सेनल टु बायर लेभरकुसन नील। यो गेम आर्सेनलको एकदमै सेटिस्फाइङ गेम थियो। बायर लेभरकुसनको एकदमै राम्रो डिफेन्सिभ डिस्प्लेमा पनि आर्सेनलले एकदमै दामी गोल गरेर चाहिँ गेम 2-0 जितेको छ र यो गेममा चाहिँ सबै प्लेयरको कन्ट्रिब्युसन 100% छ। अब गेममा एभरेज चाहिँ एजेको त्यो 36 मिनटको ब्याङ्गर गोल चाहिँ एकदमै दामी गोल थियो र वाइ एभरेज चाहिँ एजे इम्पोर्टेन्ट फर आर्सेनल भनेर चाहिँ यो गेममा प्रुभ भएको छ। एभरेज चाहिँ एजेको यो गेममा पर्फर्मेन्स एकदमै राम्रो थियो। नट ओन्ली हिम, डेक्लेन राइसले सेकेन्ड हाफमा एउटा दामी गोल गरिदिएको थियो र डेक्लेन राइस वेयर सिन एभ्रिवेयर इन द फिल्ड, बोथ कन्सियस अन डिफेन्डिङ अल्सो, किनभने बायर लेभरकुसनको काउन्टर एट्याक थ्रेट एकदमै डेन्जर थियो र त्यसलाई ट्याकल गर्नलाई डेक्लेन राइस बोथ इन डिफेन्स एन्ड अफेन्सिभ बोथ डिपार्टमेन्टमा हि वाज ब्रिलियन्ट एन्ड हिज स्टामिना, हिज रनअप इज एक्सिलेन्ट एन्ड हि डिड नट डिसएपोइन्टेड अस इन एभ्री गेम एन्ड डेक्लेन राइस इज सुपर्ब एन्ड हि इज द म्यान अफ द म्याच। अनि त्यसै गरी डेभिड रायको त्यो एउटा ब्रेथ टेकिङ सेभ थियो, नत्र भने एराउन्ड 70 मिनटमा 2-1 हुन सक्थ्यो, बायर लेभरकुसनले गोल गर्न सक्थ्यो, तर त्यो चाहिँ दामी सेभ गरेको थियो डेभिड रायले। त्यसै गरी हाम्रो डिफेन्डरहरू सलिबा, ग्याब्रियल म्यागलेस, त्यसै गरी हेन्क्यापिए, यता बेन वाइट सबै नै आउटस्ट्यान्डिङ थिए र ग्योकोरेजको पर्फर्मेन्स यो गेममा एकदमै राम्रो थियो। ग्योकोरेजले टोटल्ली बायर लेभरकुसनको डिफेन्सलाई चाहिँ एकदमै डिस्टर्ब गरिरहेको थियो र ग्योकोरेजको प्रेजेन्सले धेरै चान्सेसहरू आर्सेनलले क्रिएट गरेको थियो। यो गेममा ट्रोसार्डले पनि धेरै चान्सेसहरू अटेम्पहरू गरेको थियो, जुन चाहिँ बायर लेभरकुसनको डिफेन्डर प्लस गोलकिपरले सेभ गरेको थियो। बट एनिवे आर्सेनलले चाहिँ ब्रेक थ्रु गर्यो र क्रुसियल मोमेन्टमा गोलहरू गरेको थियो र यसरी चाहिँ 2-0ले चाहिँ एकदम स्टेटमेन्ट विन गरेको छ र क्वार्टर फाइनलको लागि क्वालिफाई भएको छ र आर्सेनल विल प्ले अगेन्स्ट स्पोर्टिङ लिस्बन। स्पोर्टिङ लिस्बनले चाहिँ बोर्डो ग्लिम्सको फेरिटेललाई इन्ड गरिदिएको छ विथ अ कमब्याक विन बाई 5-0 एट होम। रिटर्न लिगमा चाहिँ स्पोर्टिङ लिस्बनले चाहिँ कमब्याक गरेको छ, किनभने फर्स्ट लिगमा चाहिँ स्पोर्टिङ लिस्बन 3-0ले हारेको थियो बोर्डो ग्लिम्ससँग भने सेकेन्ड लिगमा होम गेममा स्पोर्टिङ लिस्बनले 5-0ले जितेको छ र एग्रिगेट 5-3ले जितेको छ। अब आर्सेनल विल प्ले अगेन्स्ट स्पोर्टिङ लिस्बन एन्ड इट विल बी द रिटर्न गेम फर